ल है अब हाम्रो देशको जनताहरू कतिको शिक्षित छ, कतिको ज्ञानी छ भन्ने कुरो त हामी यहीबाट अन्दाज लगाउन सक्छौँ। सरकारले विकासको कामको लागि नगरेको त केही पनि होइन। अब यो फुटपाथहरूमा रुख बिरुवाहरू लगाएको थियो होइन, अब नभाँचेको केही नचलाएको बिरुवाहरू चाहिँ राम्रै छ, उता ठुलै भइरहेछ। अब अन्य बिरुवाहरू हेर्नुहोस् त, ल यसरी यो ठुट्टा पारेर भाँचेर यो पक्कै अब गाई बाख्राले त भाँचेन होला, भाँच्ने त हामी जस्तै चेतनशील प्राणी मान्छेले नै भाँचेको हो। त्यही भएर जबसम्म हामी आफू परिवर्तन हुँदैनौँ, हामी आफू सुध्रिँदैनौँ, तबसम्म चाहिँ हामीले अरूलाई त गलत छस् भनेर भन्ने को चाहिँ अलि सुहाउँदैन है। ल अब यहाँ यत्रो सरकारले कति खर्च गरेर सुहाउँदो फुटपाथलाई यसो राम्रो देखाऊँ भनेर लगाएको थियो होला, सबै भाँचेर ठुट्टै पारेर। ल हेर्नुहोस् त, कुनै चाहिँ यति राम्रो भएको छ, कुनै चाहिँ यस्तो बनाएर फालेको छ।